दर्शकवृन्द नमस्कार। यति बेला देश गम्भीर परिस्थितिमा छ। विशेष गरी विभिन्न यहाँनिर दलहरू बीचमा विशेष गरी विभिन्न वादीहरूको उदय भएको छ। कोही गणतन्त्रवादीहरू यो देशमा छन् भने कोही राजतन्त्रवादीहरू छन्। एकले अर्कालाई स्वीकार्न सकिने अवस्था छैन। देश अशान्त बनिराखेको अवस्था छ। एउटै समयमा विभिन्न किसिमका आन्दोलनहरूको घोषणाहरू भइरहेका छन्। यो सँगै देश अब कतातिर जान्छ, देशको अमन चाहिँ शान्ति र सुरक्षा कस्तो रहन्छ, विभिन्न राजनीतिक दलहरूले के कस्ता एजेन्डाहरू उठाउन पर्छ, देशमा यो अशान्ति बढ्नुको कारण के हो, विभिन्न किसिमका प्रश्नहरू नेपाली मनमनमा छ। यिनै सेरोफेरोमा रहेर आज कुराकानी गर्छौँ। कुराकानीको निम्ति आज हाम्रो साथमा आमूल परिवर्तन नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामी हुनुहुन्छ। दलमर्दन सर, स्वागत छ यहाँलाई। हजुर, धन्यवाद अभिवादन। पछिल्लो दिन के गरी बित्दैछ? कुराकानीको सुरुवात यहीँबाट गरौँ अध्यक्षजी। पछिल्लो समय तपाईँले उठाउँदै गर्नुभएको जुन सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, हजुर, यो आम नेपालीको ढुकढुकी हो। देशको विकास र समृद्धि, जनताको सुशासन प्राप्तिको एउटा मूल आधार हो र समृद्धिको वाहक सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो। यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षतामा तपाईँले उठाउनु भएको जुन राजावादी केकेवादी भन्दै हुनुहुन्थ्यो, सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा राजा हुन्न। यहाँ राजा भन्ने छैन, राजा र रैती भन्ने छैन। तथापि पनि केही पुरातनवादीहरू, यथास्थितिवादीहरू जसले हिजोका दिनमा राजतन्त्रको केही रहल पहल, जुठो पुरो खान पल्केका यथास्थितिवादीहरू, पश्चगामीहरू कता कता मौलाएके जस्तो उनीहरूको आवाजहरू, उनीहरूको स्वरहरू सुन्न थालिएको छ। त्यसका विरुद्धमा नेपाली जनता, सार्वभौम नेपाली जनताको हक अधिकार सुनिश्चित गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्नलाई विश्वौँ हजार नेपाली जनताले शहादत प्राप्त गरेका उनीहरूको मर्म, मूल्य, मान्यता, उनीहरूको चाहनालाई सम्मान र कद्दर गर्दै नेपालको संविधान 2072मा प्राप्त उपलब्धिको रक्षा र अपुग कुराहरूको लागि सङ्घर्ष गर्न हामी त्यो खबरदारी, त्यो सचेतता। अहिले तपाईँहरू सङ्घीय गणतन्त्रको पक्षमा स्पष्ट हुनुहुन्छ? होइन, हामी मात्र होइन, आम नेपाली जनता सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिताको पक्षमा आम नेपाल छ। हजुर, जस्तो कि केही समय अगाडिसम्म रवि लामिछाने चाहिँ राजनीतिक भविष्य बन्न सक्छन्, बालेन्द्र शाह, हर्क साम्पान चाहिँ यो देशको राजनैतिक भविष्य बन्न सक्छन् भन्न आशा राखिराखेका नेपाली जनताहरू अचानक अहिले यो पछिल्लो परिस्थितिमा राजा आउनको निम्ति कि देश बाँच्नको निम्ति पनि राजा आउनु पर्छ भन्ने निष्कर्षमा पुगे जस्तो देखियो। यसको दोष कसलाई जान्छ? यो गणतन्त्रका राजनीतिक दलहरूले जनतालाई देखाएको आशा अपेक्षा अनुरूप काम गर्न सकेन कि के भयो? यो जसले त्यो मुद्दा उठाए तिनीहरूमै दोष जान्छन्। नेपाली जनताको त्याग, तपस्या र बलिदानी, चाहना र अग्रगामी दिशा देख्न नसक्ने ती लोभी पापी चिन्तन र मनन, ती दूरदर्शिता नभएको त्यो गुण हो। राजावादीहरूलाई भन्दै हुनुहुन्छ? त्यो राजावादी पनि हुनसक्छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बहानामा यथास्थितिवादीहरू र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई भज्याएर खाने यथास्थितिवादीहरू, ती दुवै चाहिँ यो देशका शत्रु, ती दुवै चाहिँ सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षताका विरोधी दुश्मनहरू। भनेपछि कुन कुन दलहरूलाई भन्न मिल्यो त अहिले गणतन्त्रका? जुन तपाईँले भन्नुभयो नि सङ्घीय गणतन्त्रको दुश्मनहरू भन्नुभयो, अहिलेकै राजनीतिक दल यिनै एमाले, काङ्ग्रेस, माओवादी हामीले लडेर ल्यायौँ, हजारौँ सयौँको शहादत पश्चात चाहिँ यो व्यवस्था आयो भन्ने उहाँहरू नै घमण्ड गर्नुहुन्छ। गणतन्त्र, धर्मनिरपेक्षताको बलमा त्यसलाई सदुपयोग गरेर
जनताको मनोभावनालाई चाहिँ एकीकृत गर्दै संसदमा पुग्ने अनि त्यही सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको बरखिलाफ हुने गरी त्यसको विरुद्धमा रहेर सदनमा डुक्रिने राप्रपा लगायतका पार्टीहरू यो देशका विरोधी हुन्, जनताको अधिकार विरोधी हुन्, सङ्घीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षता दुश्मनहरू हुन्। जस्तो कि दलमर्दनजी अहिले भएका राजनीतिक दलहरू जुन छन् नि, एमाले काङ्ग्रेसको सरकार बनेको छ, मैले भने अघिल्लो सरकारको कार्यकालसम्म जनताले यिनै सरकारहरूले यिनै राजनीतिक दलहरूमा परिवर्तन आउने हो भने देशमा आमूल परिवर्तन हुन्छ भनेर आशा गरिराखेका जनताहरू एमाले काङ्ग्रेसको सरकार बन्यो, पछिल्लो केही गतिविधिहरूको कारण हुनसक्छ, यसमा तपाईँले व्याख्या गर्नुहोला। पछिल्लो समय चाहिँ सरकारप्रति राजनीतिक दलहरूप्रति विशेष गरी गणतन्त्र नै फेल भयो भन्ने ढङ्गबाट जनताले बुझे। राजा आऊ देश बचाऊ भन्दै हिजो राजालाई ज्ञानेन्द्र चोर देश छोड भन्नेहरू नै अहिले राजा आऊ देश बचाऊ भनेर रोइकराइ गर्न थालेछ। यसको श्रेय कसलाई दिने, दोष कसलाई दिने, यो के भन्नुहुन्छ यो बारेमा तपाईँ? यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र फेल भएको होइन। हजुर, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई भजाएर सत्तामा र शक्तिमा पुग्ने, यहाँका संसद मन्त्री हुने, हजुर, तर सत्तामा र शक्तिमा पुगिसकेपछि त्यसको दुरुपयोग गरेर व्यक्तिवादी चिन्तन, परिवारवादी चिन्तनको कारणले यो अभिगत भएको हो। र जनतामा कहाँ कहाँ चाहिँ शङ्का उत्पन्न भएकै हो, त्यो यथार्थ हो होइन। एमाले काङ्ग्रेस माओवादी लगायतका नेतृत्वमा रहेका व्यक्तिहरूले जसले चाहिँ सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका लागि पनि माओवादीको महत्त्वपूर्ण भूमिका रहेको छ। तर पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर चाहिँ यहाँका चाहिँ मन्त्री, प्रधानमन्त्री होइन, राष्ट्रपति भए, तर जनताको जनजीविकाको लागि केही नसोच्ने होइन, उनीहरूको अधिकारको लागि केही पनि नसोच्ने, व्यक्ति र परिवारवादतिर गइसकिसकेपछि कहाँ कहाँ नेपाली जनतालाई वितृष्णा भएको, यो वितृष्णा जागेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा उनीहरू होइनन्। होइन, हजारौँ जनता जस्तो कि राप्रपाका आधारलाई मान्ने हो भने गत फागुनको 25 गते करिब 4 लाख जति जनताहरू राजालाई स्वागत गर्न सडकमा उभिए। यसले त राजा आउने सम्भावना बढ्यो नि अहिले। 4 लाख कहाँ भन्नु, त्यो नचाहिँदो कुरा नगर्नु। उहाँले त भनिराख्नु भएको छ, दाबी गरिराख्नु भएको छ, भारतीय मिडियामा समेत अपराधीहरूले नचाहिँदो कुरामा दाबी गर्ने नै यही हो। के अरे राप्रपा भनेको त अपराधी न हो होइन। जनता 20,000 नेपाली जनताले शहादत प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आक्षेप लगाएर त्यसको विरुद्धमा बोल्ने त अपराधी हो नि त। राप्रपाका हरेक पार्टीका, राप्रपाका हरेक नेता कार्यकर्ता अपराधी किताबमा उभिएका छन्, जसले यो भन्दै गर्दा भोलि तपाईँ माथि पनि त अर्कै आरोपहरू लाग्न सक्ला नि। किन आरोप? हैन, अपराधी भन्दै हुनुहुन्छ नि तपाईँ। राप्रपाका नेता कार्यकर्ता त देशद्रोही हुन्, संविधान विरोधी हुन्, नेपालको संविधान अथवा कुनै पनि देशको संविधानको विरुद्धमा ऊ बोल्छ भने ऊ देशद्रोही हुन्छ। त्यसो भएकाले भर्खरै मात्र प्राप्त 2 दशक पनि हाम्रो चाहिँ पुरा भइसकेको छैन होइन। 248 वर्ष राजतन्त्र चलायो राजाले, केही गर्न सकेन, देश भङ्खाडोलमा हाल्यो, गरिबीको रेखामुनि पार्यो, विभेद, जातीय विभेद, धार्मिक विभेद लगायतका विभेदलाई चाहिँ बीजारोपण गरेर त्यसलाई चाहिँ संस्थागत गर्यो। अब त्यसको विरुद्धमा सङ्घर्ष गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नेपाल स्थापना गरेर संविधान निर्माण गर्यो। त्यसको 2 दशक पनि भएको छैन। अनि त्यसकै चाहिँ त्यही 248 वर्ष त्यो मरेको राजतन्त्रलाई आज त्यसको चाहिँ भनौँ न, त्यसको चाहिँ रहल पहल चाहिँ केही चाहिँ खान पाइन्छ कि भन्ने र त्यसका चाहिँ पक्षपोषकहरू कराएका छन् र त्यसको नेतृत्व चाहिँ राप्रपा होइन चाहिँ लिङ्गदेन समूहले जुन गरिरहेछ अथवा सिङ्गो राप्रपा पार्टीले गरिरहेछ, राजेन्द्र लिङ्गदेनले त्यसको नेतृत्व गर्नुभएको छ। उनी र चाहिँ तपाईँको ज्ञानेन्द्र शाही लगायतका व्यक्तिहरू चाहिँ यो देशका अपराधी हुन्, जनतामाथि गद्दारी गर्दैछन्, सङ्घीय लोकतान्त्रिक गणतन्त्रका दुश्मन हुन्, संविधान विरोधी हुन्।
त्यसो भएकन यिनीहरू देशद्रोही हुन्। यिनीहरूलाई तत्काल म नै चाहिँ नेतृत्व हुन्थ्यो भने यिनीहरूलाई तत्काल चाहिँ पक्रेर म जेलमा हाल्थेँ। किनभने अहिलेको यो राजावादीहरूलाई हो यिनीहरू, किनभने यिनीहरू देशद्रोही हुन्। जस्तो कि सर यसलाई मैले अलिकति रोकेर तपाईँलाई यसमा अलिकति स्पष्ट गरिदिन्छु होइन, तपाईँलाई म अलिकति स्पष्ट भन्नु। सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छ, लोकतान्त्रिक गणतन्त्रमा बोल्ने चाहिँ अधिकार छ, सबैलाई पूर्ण वाक स्वतन्त्रताको निम्ति लडेको भन्छ माओवादीले। म पनि लडेको, हजुर होइन, वाक स्वतन्त्रताको लागि म पनि लडेको थियो। अनि यसलाई दुरुपयोग गरेर फेरि मान्छेले के भन्दैछन् भने सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र र देशको विरुद्धमा बोल्ने, देशको संविधानको विरुद्धमा बोल्ने देशद्रोहीहरूले पनि बोल्न पाउँछ भन्ने खालको कुतर्क ल्याएर उनीहरूले चाहिँ डिबेट गरिरहेछन्। यो कुतर्क हो। आशा देखाए अनुसार त अहिलेका राजनीतिक दलले काम गर्न सकेनन्, त्यो वितृष्णा त रहने भयो नि जनतामा, स्वाभाविक लिन पर्यो नि। केही व्यक्तिले गर्न सकेनन्, तर गणतन्त्रकै जगमा टेकेर बालेन जस्ता चाहिँ अनि तपाईँको हर्का साम्पाङ जस्ता, गोपी हमाल जस्ताले त काम गरेको छ नि त। काम गर्न दिइएन। हेर्नुहोस् त अहिले काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह हुनुहुन्छ, कर्मचारीले तलब नपाएको 4 महिना भइसक्यो, आफैले तलब पाउनु भएको छैन। उहाँको पनि केही कमी कमजोरी होला, व्यक्तिको कमी कमजोरी हुन्छ, तर व्यवस्था उत्तम छ। नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्र बेसको अपुग कुराहरू छन्। यहाँ अझै पनि संहिताका चाहिँ पहिचान सहितको संहिताको विषयमा अपुग छ। हामी आन्दोलनमा छौँ। अझै पनि जाति, धर्म, समुदायका व्यक्तिहरूले अधिकार पाउन सक्नु भएको छैन, त्यो समुदायले अधिकार पाएको छैन, त्यसमा थप अधिकार हुनुपर्छ भनेर हामी सङ्घर्षमा छौँ। तर व्यवस्थाको विरुद्धमा होइन, र व्यवस्था जुन सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता छ, यो व्यवस्था उत्तम छ। जस्तो कि दलमल तपाईँले भन्नुभयो अहिलेको सङ्घीय गणतन्त्र उत्तम व्यवस्था हो, संसारमा धेरै देशहरूले यसलाई अभ्यास गरेको छ। त नेपालको निम्ति मात्र अभिशाप किन बन्यो त? यो के पाए त जनताले? एउटा राजा पाल्यो, यहाँ हेर्नुहोस् त सयौं राजाहरू जन्मिए भनिरहेको जनताहरू आक्रोशित छन्। ब्राह्मणवाद हो, हिन्दूवाद हो। नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षता मुलुकमा जनता अहिले पनि जातीय विभेदका कारणले देशको 1/4 जनसङ्ख्यामा रहनुभएका शिल्पी दलित समुदाय अहिले पनि ऊ मानव हो भनेर चाहिँ जातीय विभेद छुवाछुत किन हुन्छ भनेर न्यायको आन्दोलन गरिरहेका छन्। अहिले पनि यहाँका आदिमकालदेखि बसोबास गर्ने आदिवासी जनजातिहरूको उनीहरूको हाम्रो पहिचान हुनु पर्यो भनेर उनीहरू आन्दोलन गरिरहेका छन्। भौगोलिक रूपमा, जातीय रूपमा, धार्मिक रूपमा कुरा गर्नुहुन्छ भने अहिले पनि चाहिँ यो धर्मनिरपेक्षतामा क्रिस्चियनहरूले चाहिँ बाइबल बोक्दै गर्दाखेरि उनीहरूलाई पिटिएको छ। नेपालमा जन्मनुभएका गौतम बुद्धको शालिगहरू भत्काइदिने काम भएको छ। यो जति कुख्यात, यो जति निकृष्ट कार्य के हुन सक्छ? त्यसो भएकाले त्यही त गणतन्त्रले दिएको उपहार हो यो सब, जे गरे पनि हुन्छ भन्ने कस्तो कुरा हुन्छ। यो आरोप लागिरहेको छ के सर? उपहार होइन, गणतन्त्रलाई दुरुपयोग गरेको यस्ता कुख्यात अपराधीको कारण हो। त्यही त बोल्न पाइन्छ, जे गरे पनि हुन्छ भन्ने किसिमको अभ्यास भयो भन्ने कुरा आयो। त्यही भएर राजेन्द्र लिङ्गदेन, ज्ञानेन्द्र साई जस्ता अपराधीहरू, देशद्रोहीहरूलाई तत्काल कारबाही गर्नुपर्छ। त्यो कारबाही चाहिँ गिरफ्तारी हो। अब राज्यको स्रोत र साधन दुरुपयोग गर्ने होइन। ज्ञानेन्द्र साई होइन, राजेन्द्र लिङ्गदेन लगायतका पार्टीका नेताहरूले अब संसदबाट पैसा होइन उनीहरूलाई चाहिँ कस्टडीमा राख्नुपर्छ भन्ने आमूल परिवर्तन नागरिक पार्टीको जोरदार माग हुन्छ। भनेपछि उनीहरूलाई जेल हाल्नुपर्छ यथाशीघ्र अविलम्ब। देशद्रोहीहरू जसले चाहिँ जनताको अधिकारमाथि हनन गर्दैछन्, जसले चाहिँ संविधानको विरुद्धमा रहेका छन्, जसले चाहिँ देशको व्यवस्था विरुद्धमा उनीहरू बोलिरहेका छन् भने यस्ता देशद्रोहीहरूलाई, यस्ता जनतामा ठगहरूलाई यिनीहरूलाई चाहिँ जेल नहालेर अर्थ उपाय नै छैन। यसको विकल्प छैन। यो जेल हाल्ने भन्दै गर्दाखेरि पनि त दलमर्दनजी तपाईँले भन्नुभयो वाक स्वतन्त्रताको लागि मैले पनि लडेँ भन्नुभयो। जस्तो कि अहिले जनतामा वितृष्णा छ। अहिलेको भन्दा राजाको समय ठिक थियो कि राजा आउँदा हुन्छ कि भन्ने जनताले विकल्प खोज्नु त स्वाभाविक होइन। वाक स्वतन्त्रता, तपाईँको स्वतन्त्रता छ भन्दैमा
तपाईँ चाहिँ 2-4जना महिला भए ठाउँमा त्यहाँ गएर चाहिँ जबरजस्ती चाहिँ उनीहरूमाथि गर्नु भने के हुन्छ, अथवा 2-4जना पुरुषहरू भए ठाउँमा चाहिँ 15-20जना महिलाहरूले आएर आक्रमण गरेको भने के भन्नुहुन्छ, त्यो स्वतन्त्रता, त्यसलाई स्वतन्त्र मान्ने? त्यही त वितृष्णा रह्यो भने त बोल्न त पाउने होला नि त। अहिलेका राजनीतिक दलहरूले गरेनन्, कतै राजा आयो भने हुन्छ कि जनताले विकल्पको बारेमा विरुद्धमा केपी ओलीले नराम्रो काम गरेका छन्, केपी ओलीका विरुद्धमा बोल्न सक्ने भयो होइन। एमाले राम्रो काम गर्न सकेको छैन, उसको विरुद्धमा बोल्न सक्ने भयो, तर व्यवस्थाको विरुद्धमा होइन। प्रचण्डले राम्रो काम गर्न सकेको छैनन् भने प्रचण्डका विरुद्धमा बोल्न सक्नुपर्छ, तर देशको संविधानको विरुद्धमा, देशको व्यवस्थाको विरुद्धमा कसैले पनि बोल्न पाउँदैन। जस्तो कि हजुरले यो भन्दै गर्दा यो कुरा म पनि सहमत छु दलमर्दनजी। जस्तो कि तपाईँले नै भन्नुभयो यस्तो राम्रो व्यवस्था आयो जहाँ चाहिँ 5 वर्षमा आफ्नो नेताहरूलाई छान्न पाउने, परिवर्तन गर्न पाउने अधिकार जनतालाई दियो। शाहवंशले मात्रै हेर्ने हो भने 240 वर्षको आसपासमा शासन गरे, उनीहरूलाई हटाउने कसैको दल के भन्छ बल थिएन, शक्ति थिएन। जनताले आन्दोलन गरेर त्यो पनि हजारौँ 10औं हजारको मृत्यु पश्चात त्यो संस्था बाहिरियो। अहिलेको अवस्थामा हेर्ने हो भने 5 वर्षमा जनताले आफ्नो नेतृत्व, आफ्नो नेतालाई, आफ्नो शासकलाई छान्न पाउने अधिकार छ, तर पनि जनताले त्यसको उपयोग गर्न जानेनन् कि अथवा के भयो। अब चुनावमा यिनै राजनीतिक दलहरूले भोट पाएर आउने, चुनाव सकिएको भोलिपल्ट पर्सिपल्टबाट विरोध हुन्छ, यो किन राजनीतिक साक्षरता भएन कि के हो त? जनताले नजानेको होइन। मैले अघि तपाईँलाई के भने यो एकल अन्धा जातिवादी ब्राह्मणवादी कुख्यात अपराधीहरूको यो दुष्प्रयासको कारण हो। हजुर, राज्य सत्ता के छ त भन्दाखेरि एकल नस्लवादी, एकल अतिवादी, जातिवादी, एकल हिन्दूवादी छ। यसो भन्दै गर्दाखेरि तपाईँलाई अप्ठ्यारो लाग्न सक्छ। हजुर, तर यथार्थ के हो भने जब कुनै पनि सङ्गठनमा, कुनै पनि पार्टीमा, कुनै पनि चाहिँ नेतृत्वमा एउटै जाति, एउटै समुदाय, एउटै वर्गको भयो भने अहिलेको हुने यही नै हो। परिवर्तन गर्नको निम्ति 5 वर्षमा निर्वाचन भइराखेको छ। यिनै राजनीतिक दल चाहिँ राजा हुँदाखेरिदेखि अहिलेसम्म यिनीहरू शासक छन्। अहिलेसम्मको पार्टी के भइ त भन्दाखेरि हजुर एमाले, केपी ओलीदेखि लिएर सबै एकल जातिवादी छन्। एउटै जाति समुदायको वर्चस्व छ। 90% ब्राह्मणवादको एमाले भित्र र त्यसको संरक्षणमा केही एकाध व्यक्तिहरू त्यसको रहल पहल खानका लागि, जस्तै पहिले झलनाथ खनाल थिए, हजुर, अहिले त्यस्तै 1-2जना होलान् होइन। त्यस्तै हरेक पार्टीमा एकल जातिवाद भएपछि हुने यही हो। कारण चाहिँ के हो त भन्दाखेरि एउटाले अपराध गर्यो भने एउटै जाति, एउटै समुदायको पार्टी वा सङ्गठन वा संस्था या देशको नेतृत्व एउटै जाति वर्ग समुदायको भयो भने, एउटाले गल्ती गर्यो भने उसको नाता कहाँबाट जोडिएको हुन्छ। लौ न अध्यक्षज्यू, मेरो ठ्याक्कै भान्जा पर्छ, मेरो ठ्याक्कै मामाली पर्छ, मेरो ठ्याक्कै ज्वाइँ पर्छ, त्यसलाई त बचाइदिनु पर्यो भन्दै चाहिँ हार गुहार गर्दै आउँछ। यसो हेर्छ प्रचण्डले हो, केपीले हो भन्दै संरक्षणका लागि लाग्छन्। हजुर, यही हो ब्राह्मणवाद भनेको होइन। यसको जरो फाल्नुपर्छ। त्यही त जनताको हातमा हतियार दिएको छ, तर किन काट्न सकेनन् त जरो नसो? कारण चाहिँ नेतृत्व उनीहरूको छ के, नेतृत्व उनीहरूको छ। जनताको अधिकारको कुरा देखाएर होइन, देखाउने बेलामा लड्डु देखाउने अनि हान्ने बेलामा झापु हान्ने, केही यही एकल नस्लवादको कारणले यो भएको कारण हो। यसको अन्त्यका लागि के हो त भन्दाखेरि संविधानमा अपुरा कुराहरू छन् भन्ने कुरा छ। संविधानमा अपुरा कुराहरू भनेको के हो भने हामीले भन्दै आएको के हो त भन्दाखेरि लामो समयदेखि जातीय जनसङ्ख्याका आधारमा पूर्ण समानुपातिक, अनि हामीले गाउने गीत चाहिँ सयौँ थुङ्गा फुलकामी एउटै माला नेपाली भन्ने छ। अनि त्यसको अधिकार सुनिश्चित केले गर्छ त भन्दाखेरि जातीय जनसङ्ख्याका आधारमा पूर्ण समानुपातिक प्रणालीले गर्छ। तर यहाँ चाहिँ के छ त भन्दाखेरि एकल अन्ध जातिवाद छ होइन। त्यसो भएकाले हामीले गाउने राष्ट्रिय गीतलाई
सार्थकता दिनलाई, कार्यान्वयन गर्नलाई सयौँ थुङ्गा फुलका हामी एउटै माला नेपाली भने जस्तै सुन्दर समाज बनाउनलाई हरेक राजनीति पार्टीमा, हरेक सङ्घ संस्थामा र राज्यको निकायमा पनि हेर्दाखेरि माथि शेर्पा हिमालको छेउछाउमा बस्ने शेर्पा भोटेहरूको, तर मधेसमा बस्ने मधेसीहरू होइन, बिचमा यो चाहिँ आदिवासी जनजाति शिल्पी दलितहरू आर्यकर्षहरू, कति सुन्दर समाज छ नि होइन, कति सुन्दर समाज छ नि। त्यही अनुसारले पार्टीको नेतृत्वमा हुने भएपछि के हुन्छ त भन्दाखेरि पार्टीको त्यही अनुसारले नेतृत्व भएपछि राज्य सत्तामा पुग्ने पनि त्यही अनुसारको पुग्छ। तर अहिले त एउटै जातिको वर्चस्व भइसकिसकेपछि के हुन्छ भन्दै राज्य निकायमा पनि त्यही अनुसारले गर्छ। हेर्नु त यहाँ अहिलेको सरकारको हेर्नुहुन्छ भने तपाईँको अधिकांश चाहिँ ब्राह्मणहरू छन्, एका चाहिँ आदिवासी जनजातिहरू छन्, अनि एउटा देखाउनका लागि चाहिँ राज्य मन्त्री दलितलाई राखिदिन्छन्। अनि के भन्छन् के त भन्दाखेरि एउटा राज्य मन्त्री अथवा एउटा मन्त्री दलित छ, एउटा चाहिँ आदिवासी जनजाति दलित छ, अरू सबै ब्राह्मण छन्। अनि आफ्नो अधिकारको लागि, आफ्नो समुदायको अधिकारको लागि न त्यो जनजातिले बोल्न सक्छ, न त्यो दलितले बोल्न सक्छ होइन। त्यसो भएकाले हामीले भन्दै गरेको पूर्ण समानुपातिक प्रणालीको व्यवस्था लागू गर्नु र हजुरले भन्दै गरेको कुरामा राजावादीहरूले यही कुरालाई लिएर त्यसैले त राजा आउनु पर्यो, अहिलेकोले गर्न सकेन भन्छ के। यो त यो त प्रचार हो, यो चाहिँ जनतालाई भ्रम फैलाउने कुरा हो। अहिलेका राजावादीहरू भनेको त ए बाबा एउटा राजालाई, एउटा व्यक्तिलाई मालिक बनाएर उसको चाहिँ जुठो पुरो खानका लागि तयार भएका न हुन् होइन। जनतामा अधिकार त कहाँ जान्छ त, जनतामा अधिकार त जाँदैन। त्यसो भएकाले हिजो हामीले 248 वर्ष राजतन्त्र नि हेऱ्यौँ, त्यसको अवशेष पञ्चायत शासन म आफूले पनि भोगेँ हजुर होइन। त्यो त तपाईँ हामीले नै भोगेको ठिक छ, तपाईँले भोग्नुभयो, पञ्चायत पनि भोग्नुभयो, राज संस्था नि भोग्नुभयो, त्यसैले आज राजा आउन पर्दैन भन्दैछन्। तर आज धेरैजना राजा आउनुपर्छ भन्ने पक्षमा पनि छन्। राजा किन नआउने त 1 2 3 बुदागत रूपमा भन्नु पर्यो भने तलमर्दनजी, तपाईँ अहिले सङ्घीय गणतन्त्रलाई मानेको राजनीतिक दलको प्रमुख हुनुहुन्छ, त्योभन्दा ठुलो तपाईँ यो देशको नागरिक हुनुहुन्छ, किन राजा नआउने? राजा कुनै पनि हालतले आउँदै हुँदैन कि एकजना जन्मको आधारमा एकजना व्यक्ति सर्वैसर्व कहिले पनि हुन सक्दैन। जन्मको आधारमा, कामको आधारमा हुने हो नि। हजुर, काम र इमान्दारिता, लगनशीलता, प्रतिबद्धताको आधारमा देशको नेतृत्व, समाजको नेतृत्व जनताले छान्ने हो। त्यसो भएपछि जनताले चाहिँ मालिक, आफ्नो चाहिँ अभिभावक छान्ने कुरामा जन्मजात राजालाई कसैले मान्न सक्दैन हो। दोस्रो कुरा, हिजोको राजतन्त्रको जुन खालको अन्याय अत्याचार थियो होइन, जुन खालको महिलामाथिहरू, हाम्रा छोरी चेलीहरूमाथिको अन्याय अत्याचार, विभेद, दमन होइन, बलात्कार, हत्या जस्ता कार्यहरू थिए, त्यो अत्यन्तै घिनलाग्दो, त्यो कसैले सहनै सक्दैन। त्यो त अहिले पनि छ, त्यो सक्दै सक्दैन होइन। त्यो अहिले पनि त्यसका अवशेषहरू बिचरा त्यो आमा दिदीबहिनीहरू अहिले पनि कति चाहिँ पीडा भोगिराख्नु भएको छ होइन, त्यसको अवशेष अहिले पनि छ। तेस्रो कुरा, जनताको शासन जनताले नै गर्नुपर्छ कि होइन, जनताको शासन जनताले नै गर्नुपर्छ, जनताबाट चुनिएका नेतृत्वहरूले गर्नुपर्छ। त्यसो भएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा चाहिँ अब राजा भन्ने हुँदैन, हुनु हुँदैन, यी कुराहरू। हजुर, जस्तो कि अब जनताको मतले कतिपटक शासन सत्तालाई परिवर्तन गर्छ। जस्तो कि अघि पनि हामीले हेऱ्यौँ, देशको विरुद्धमै विद्रोह गरेर राज संस्थालाई फालियो। 2040 कि 2047 सालको संविधान अनुसार हिन्दू राष्ट्र र राज संस्था, संवैधानिक राज संस्थालाई फालेर जनताले संवैधानिक गणतन्त्रमा प्रवेश गरे। आज त्यति बेलाकै अवस्था 2062-63 को जनताहरूको त्यो सडकमा आएर राज संस्थाप्रतिको वितृष्णा जस्तै अहिलेको वर्तमान गणतन्त्रवादी सरकारहरूको प्रति वितृष्णा देखिँदैछ। जनताहरू जसले गणतन्त्रको पक्षमा अभिव्यक्ति दिन्छन् उनीहरूप्रति आक्रामक बनिहाल्ने अवस्था भएको छ, तिनीहरूलाई भ्रष्ट देख्ने अवस्था भएको छ। यो हुँदै गर्दा भोलि यिनै जनताहरू सडकमा उठेर हिजो राजाको विरुद्धमा विद्रोह गरे जस्तै यो सङ्घीय गणतन्त्रको विरुद्धमा पनि त विद्रोह गरेर रगत बग्ने अवस्था आयो भने अहिलेसम्म राजा फर्किने सम्भावना रहला नि। गर्न सक्दैनौँ,
त्यो कल्पना नि गर्न सक्दैनौँ। जनता त्यो पक्षमा छैनन्। जनताले गरेको चाहिँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा हामीले चुनेको नेताहरूले अब मालिक होइन सेवा गर, सेवा देऊ, मालिक बन्ने होइन होइन। हामीले चाहेको अभिभावक चाहिँ मालिक होइन सेवक हो भनेका छन् होइन। त्यो खबरदारी हो, अहिले व्यवस्थाको विरुद्धको खबरदारी होइन। अहिलेको व्यवस्थाको विरुद्धमा भएको अहिलेको जुन आन्दोलन छ, आन्दोलन चाहिँ व्यवस्थाको विरुद्धमा होइन। अहिले नेताहरूले गर्न नसकेको काम होइन। भनेपछि यो चाहिँ स्पष्ट ढङ्गबाट राजाप्रतिको सदाशयता र सद्भाव भन्दा पनि वर्तमान राजनीतिक दलहरूको भनौँ अथवा सरकारमा रहेका सत्ताधारी राजनीतिक दलहरूप्रतिको वितृष्णा हो भन्न बुझ्दा हुन्छ। सत्ताधारी राजनीतिक पार्टीहरूको आक्रमणता होइन, उनीहरूले गर्न नसकेका कामहरू होइन, उनीहरूले गर्न नसकेको नेतृत्वको नालायकीपनको विरुद्धमा भएको आक्रोश हो, व्यवस्था विरुद्ध होइन। त्यसो भएकाले अब हामी तयार छौँ भन्ने हो। अब हामी हाम्रो आमूल परिवर्तन नागरिक पार्टी हामी तयार छौँ भन्ने हो होइन। त्यसको अब त्यसका लागि अब 2 वर्ष हो होइन। अब 2 वर्ष हो, 2 वर्षमा हामी चाहिँ असल देशको नेतृत्व गर्दैछौँ, देशको असल नेतृत्व गर्दैछौँ 2 वर्षमा हामी होइन। भनेपछि 2 वर्षमा अब यो खालको सङ्घर्ष हामी गरिरहेका छौँ। जनताले चाहिँ अहिले भएका दलका नेतृत्वहरूलाई चिनिसकेको छ। अब यस्तो नेतृत्व चाहन्छन् साँच्चै नै देशमा असल नेतृत्व होइन, समावेशी नेतृत्व, समतामूलक सहभागिता भएको नेतृत्व होइन, विकास र समृद्धि गर्ने सच्चा इमान्दार कर्मठ नेतृत्वको खोजीमा छन्। त्यसको नेतृत्व हामी आमूल परिवर्तन नागरिक पार्टी दिन तयार छ। विश्वास गर्ला नि त सर जनताले? गर्नुहुन्छ। नयाँ राजनीतिक दलहरू हेर्नुहोस् त, रविजी आउनुभयो, केही समयमा नै उहाँले आफ्नो किता क्लियर गर्न सक्नु भएन, अहिले अन्यलमा हुनुहुन्छ। केही समय अगाडि उच्च अदालत पाटन बाहिर हामीले नै प्रश्न गऱ्यौँ, उहाँकै किता क्लियर छैन जनताले आशा गरेको। बालेन शाहको, हर्क साम्पाङको हेर्नुहोस्। मैले भनेको थिएँ रविजी पार्टी खोल्दै गर्दा रविजी एकात्मक नस्लवादको हिन्दू अतिवादको एउटा अवशेष हो। त्यसलाई चाहिँ निरन्तरता दिन एउटा युवाहरूलाई भ्रम फैलाएर उसले चाहिँ आफ्नो वर्चस्व कायम गर्दैछन्, हिन्दू अतिवादको वर्चस्व कायम गर्दैछन्, नस्लवादको चाहिँ कायम गर्दैछन् भन्दाखेरि धेरै मान्छेहरू रिसाएका थिए मदेखि। तर आज त नेपाली जनताले प्रुभ गरिसके होइन, कति भ्रष्ट रहेछ, कति चाहिँ के अरे बलात्कारी रहेछ भन्ने कुरो त नेपाली जनताले बुझिसकेका छन् होइन। 2-2जना उहाँको नेतृत्वमा चाहिँ 2-2जना चाहिँ उहाँको नेतृत्वमा काम गर्दै गरेका 2-2जना मान्छेको हत्या भएको छ। एकजना पत्रकार रहस्यमय मृत्यु भनौँ न, हत्या नभनौँ, रहस्यमय मृत्यु होइन। त्यो रहस्यमय मृत्यु, त्यो हत्या भन्नु र रहस्यमय मृत्यु भनेको झन् एउटै हो होइन। त्यसो भएकाले रहस्यमय मृत्यु त 2जनाको भइसकेको छ होइन। अनि अहिले तपाईँको 2-5 वर्षैमा उसले चाहिँ एउटा चाहिँ टेलिभिजनमा काम गरेको एउटा चाहिँ त्यो हाउभाउमा त्यति करोडौँ अरबौँ रुपियाँ चाहिँ तपाईँको भ्रष्टाचार गर्न भ्याएका रहेछन् भने आज चाहिँ केपी ओली, शेरबहादुर देउवाहरूले लामो समय चाहिँ यो देशको नेतृत्वमा पुगेका थिए भने त रवि लामिछाने कति भ्रष्टाचार गर्थे होलान्, यो देशलाई कहाँ पुर्याउँथे होलान् कल्पना गर्नु त। जनताले अझै पनि कल्पना गर्नु न तपाईँले, जनताले नि कल्पना गर्नु न। आज 5 वर्ष पत्रकारिता गरेको अमेरिकाबाट नेपाल आएको कति भयो? आज 5-7 वर्षमा अरबौँ रुपियाँ चाहिँ भ्रष्टाचार गरेको रहेछ नि त रवि लामिछानेले। आरोप लाग्यो, कसरी आरोप लाग्यो? तपाईँको मुद्दा खेली राख्नु भएको छ नि, मुद्दा चलिरहेको छ। प्रमाणित नहुन चाहिँ त उहाँलाई दोषी भनिहाल्न मिलेन। प्रमाणितै सोसर हो नि तपाईँको। ल प्रमाणित भयो भने म जेल बस्छु, भएन भनेर करोडौँ रुपियाँ तिर्न तयार हुनुभयो होइन। भनेपछि म भ्रष्टाचारी होइन। त्यसो भएकाहरूले उहाँलाई मैले पहिले नै भनिसकेको थिएँ, तर आज दिनानुदिन प्रुफ भइरहेको छ रवि लामिछाने होइन। त्यसो भएकाले कहाँ न कहाँ नस्लवादको अवशेषको रूपमा, जातिवादको अवशेषको रूपमा, हिन्दू अतिवादको अवशेषमा रहेको रवि लामिछाने र उनका पार्टीलाई हेर्नु होला, त्यहाँको उनीहरूको हाउभाउलाई हेर्नु होला। यी सबै चाहिँ यथास्थितिवादी नस्लवादीको
अवशेषहरू परिवर्तन छैन उनीहरुमा रविको राजनीतिक दलमा पनि परिवर्तन आएन हैन उनीहरुबाट कुनै परिवर्तन आउन सकेन। त्यसो भएकाले जबसम्म यो देशका उत्पीडितहरूको नेतृत्व मैले भने जबसम्म यो देशमा उत्पीडितहरूको नेतृत्व सहितको समावेशी नेतृत्व राज्य सत्तामा पुग्दैन तबसम्म देशले समृद्धि पाउन सक्दैन, नेपाली जनताले शान्ति र समृद्धि देख्न सक्दैनन्। त्यसो भएकाले हामी आमूल परिवर्तन नागरिक पार्टी अब यो देशको नेतृत्व गर्न इमानदार नेतृत्व गर्न सकेसम्म हामी राम्रो काम गर्छौँ। राम्रो काम गर्न सकेनौँ भने नि रवि लामिछानेहरू जस्ता केपी ओलीहरू जस्ता यस्ता भ्रष्टाचारीहरू जस्तो हामी भ्रष्टाचार गर्दैनौँ र यो देशको शिर कहिले पनि झुक्न दिँदैनौँ। अन्तर्राष्ट्रिय जगतमा आज हेर्नु त अरबौँ खरबौँ रुपियाँ चाहिँ ऋणीको भारी बोकेको छ। नेपाली जनता चाहिँ अरबौँ चाहिँ खरबौँको हरेक नेपालीलाई चाहिँ लाखौँको ऋण बोक्नु परेको छ। चाहिँ लगभग देशको 1/3 चाहिँ युवा शक्ति चाहिँ विदेशमा गएर चाहिँ अरूको दास हुन परेको अवस्था छ। यो कसले गरेको? यिनै एकल अन्धा जातिवादीहरूले नि। त्यसो भएकाले जसले जो उत्पीडनबाट खारिएका उत्पीडित जाति समुदायहरू यो राज्यको नेतृत्व गर्न सक्दैन तबसम्म अरूको न्याय समानता र अधिकार भएको देख्न नेतृत्वले कहिले पनि चाहँदैन। र उत्पीडितहरूले त्यो सङ्घर्षको मैदानबाट खारिएका आएका उत्पीडितहरू जबसम्म राज्य सत्तामा पुग्छ नि अनि समानता हुनेछ, न्याय हुनेछ, विकास हुनेछ, समृद्धि हुनेछ। हजुर, जस्तो कि अब यति बेला गणतन्त्रवादी राजनीतिक दल शक्तिहरू र राजावादी शक्ति तत्त्वहरू यति बेला आम्ने सामने हुने अवस्था छ। आउने 15 गते दुवै पक्षले आन्दोलनको घोषणा नै गरिसकेका छन्। विशाल जनसागरलाई हामी ओह्राल्छौँ भनिराखेको छ। एउटा समूह प्रचण्ड नेतृत्वमा रहेको समाजवादी मोर्चाले नेतृत्व गरिरहेको छ भने अर्को दुर्गा प्रसाईको नेतृत्वमा नवराज सुवेदी लगायतका व्यक्तिहरूको नेतृत्वमा जनताहरूलाई सडकमा ओह्राल्ने कुराहरू भइराखेको छ। हजुरहरूको यसमा चाहिँ के छ तयारी? यो आन्दोलनलाई कसरी प्रतिकार गर्ने, दुई पक्षमध्ये कसको पक्षमा राख्ने उभिने के छ अहिले? नागरिक पार्टी संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षताका विरोधीहरू यिनीहरूको धज्जी उडाउनका लागि, यिनीहरूको प्रतिवाद गर्नका लागि जुनसुकै कदम चाल्न तयार छ। एक राजावादीहरूले, हिन्दू अतिवादीहरूले टाउको ठाडो गरेर हाम्रो नजरमा हेर्न सक्दैनन्, हेर्न दिँदैन। संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षतावादीहरूले यस्ता अतिवादी, यस्ता नस्लवादी, विभेदकारीहरूलाई ठाडोसिर गरेर हिँड्न दिँदैनौँ। आँखै जुदाउने अवस्था आइसक्यो, डराउनु पर्ने अवस्था आइसक्यो सर। छैन अहिले यो राज्यको सम्पत्ति जति पनि हात लिएर राखेका छन् नि, त्यो कब्जामा छ नि, त्यो कब्जामा रहेको सम्पत्ति अहिले बिचारा त्यो चाहिँ अब कति चाहिँ सुकुम्बासी बस्तीमा अनि तपाईँको चाहिँ त्यो काम चाहिँ गर्दै गरेका चाहिँ मान्छेहरूलाई 1500 दिएर चाहिँ उनीहरूलाई जनता उतारिरहेका छन्। राजावादीहरूले पैसा दिएर चाहिँ उडालिरहेछन्। कहिलेसम्म टिकाउनु? त्यो भन्दै गर्दा त फेरि गणतन्त्रवादीहरूले नि त्यसै गरी ल्याउनु त हो नि भन्ला नि। होइन, त्यस्तो होइन। हामी त साँच्ची छौँ। हजुर, हामीले त देखेका छौँ होइन। त्यसो भएकाले यस्तो भ्रमको खेती छरेर नेपाली जनता अब भुलभुलैया पर्दैन। नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षतालाई ल्याए, त्यसलाई संरक्षण गर्न, त्यसलाई प्रवर्धन गर्न, त्यसको विकास गर्न तयार छन्। राजावादी भनिएका कुख्यात यो देशका अपराधीहरू उनीहरू कहिले पनि टिक्न सक्दैन। त्यही त पोखराबाट काठमाडौँ फर्कने क्रममै अब उनीहरूको भर्सनलाई हेर्ने हो भने करिब 4 लाखको तारिम छ। तर प्रहरीको तथ्याङ्कलाई हेर्ने हो भने करिब 15,000 को आसपासमा जनताहरू हेर्नको निम्ति मात्र, स्वागत गर्नको निम्ति मात्र सडकमा ओर्लिए। अब राजालाई राजगद्दीमा फर्काउनकै निम्ति आन्दोलनको घोषणा गरिसकेपछि झन् बढ्ने आशंका गरिन्छ नि त। झन् बढी होला नि त भोलिको दिनमा 15 गते आउने जनताहरू त। होइन, त्यहाँ जनता त त्यहाँ कस्तो हुन्छ भने हामी यहाँ धेरै मान्छेहरू छन्, यहाँ बाटोमा एउटा बौला आएर
उफ्रिएर कराउन थाल्यो भने त्यहाँ हाम्रा आँखा पुग्छन् होइन। त्यस्तै राजतन्त्रको भूत हजुर कहाँ कहाँ चाहिँ देखिँदैछ। त्यो भूतलाई हेर्न कस्तो रहेछ त राँके भूत भनेर सबैको आँखा परे जस्तै होइन। केही केही चाहिँ दाजुभाइ दिदीबहिनीहरूको आँखा त्यो राजतन्त्रको भूततिर पनि गएको देखिन्छ होइन, आकर्षण गरेको देखिन्छ। तर त्यही राजा फर्काउन भोलि सडकमा ओर्लियो भने त्यति बेला भन्दा अझ बढी भयो भने राजतन्त्र त्यो भूतलाई हेर्नका लागि त्यो भूत एक ठाउँमा राखे भूत एक ठाउँमा देखिरहेको छ नि, त्यस्तै त्यो त देखिन्छ तर त्यो सट्टै निप्छ क्या, एकैछिनमा निप्छ। त्यस्तै हो अहिलेको चाहिँ रानीवनमा रहेको त्यो चाहिँ राजतन्त्रको भूत कता कता जाग्न खोजे जस्तो देखिन्छ, भ्रम छर्नेको देखिन्छ, तर त्यो कदापि सफल हुँदैन। अन्तमा सोच्छ जाँदै हामीलाई हेर्दै गर्नुभएको आम दर्शकहरूलाई चाहिँ केही सन्देश दिन चाहनुहुन्छ आजको दिन? हुन्छ, धन्यवाद सुमनजी, मलाई जुन समय दिनुभयो यहाँको च्यानलबाट। म यहाँहरूलाई फेरि म हार्दिक अभिवादनका साथ म के आग्रह गर्न चाहन्छु भने हामी इमान्दार सङ्घीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षताका पक्षधरहरू र न्याय समानता र अधिकारका पक्षधरहरू हामीलाई धेरै तरिकाले भुलभुलैमा पारे होइन। धेरै विभिन्न कोणबाट हामीलाई उनीहरूले भुलभुलैयामा पारे। अब त्यो भुलभुलैयामा पर्नुहुन्न। कहिले एमालेको नाउँमा, कहिले काङ्ग्रेसको नाउँमा, कहिले माओवादीको नाउँमा। अनि जहिले पनि चाहिँ एकाध अन्धजातिवादीहरू, एकाध नस्लवादीहरू र ती सामन्तहरूले राज गरि नै रहे। अब यस्ता सामन्तीहरूको कुरा नसुनेर अब साँच्चै नै उत्पीडनको त्यो भट्टीबाट खारिएर आएका उत्पीडित जाति वर्ग समुदायको नेतृत्वमा रहेका हामी नेतृत्वहरू जसले चाहिँ आमूल परिवर्तन नागरिक पार्टी निर्माण गरेर हामी अगाडि बढिरहेका छौँ। हजुर, यसमा सबै प्रकारका उत्पीडितहरू, धार्मिक उत्पीडितहरू, जातीय उत्पीडितहरू, भौगोलिक उत्पीडितहरू होइन, यी सबैको नेतृत्व हामीले गरिरहेका छौँ। र हामी छिट्टै नै यहाँहरूको चाहिँ गाउँ घरमा हामी आउँदैछौँ। यहाँहरूको साथ समर्थन रहोस्। र यो 15 गते चाहिँ समाजवादी मोर्चाले आन्दोलन गर्दैछ। यो आन्दोलन चाहिँ सङ्घीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षता संरक्षणको निम्ति र यथास्थितिवादी, भ्रष्टाचारी, एकाधिकारवादी लाई खबरदारी गर्न पनि हामी तयार छौँ। र यस आन्दोलनलाई एकबद्धताका साथ सबैजना सहभागी हौँ, यो नै भन्न चाहन्छु। र हाम्रो अधिकार अरूले होइन, हामीले नै रक्षा गर्नुपर्छ भन्ने कुरा हो। हुन्छ, यहाँहरू सबैलाई म फेरि पनि यही आह्वान गर्दछु। हस् धर्मराज छोटो, समय दिनुभयो, महत्त्वपूर्ण कुराकानी भयो, छोटो समयमा धेरै कुराहरू समेटिए जस्तो लाग्छ। यो समयसम्मको लागि धेरै धेरै धन्यवाद। हस्, धन्यवाद।